हेलो एभ्रिवान, वेलकम बैक टु माई च्यानल हैन। फेरि पनि तपाईलाई स्वागत छ मेरो च्यानलमा। अनि म बनाउन गइरहेको छु नेपाली स्टाइल चखना। यहाँ हेर्नुस्, यहाँ काट्दिएको छु अदुवा लसुन कुचाइदिएको छु हैन, हरियो खुर्सानी प्याज। अनि यहाँ छ हाम्रो चखना, काटकुट पारेर रेडी गरिदिएको छु हैन। यहाँ हेर्नुहोस्, लास्ट तक भिडियो एकदम दामी छ, हेर्नु मन तपाईलाई भोक लाग्छ क्या। यो काटेको सामान चाहिँ सबै हाल्दिम हैन। यहाँ हेर्नुहोस्, यसरी रहने यो लसुन पनि खोस्टासँगै कुचाउनुहोस् हो, एकदम दामी हुन्छ। यो हाल्दियो, त्यसपछि तेल पनि हाल्दियो हो। तेल त पुग्दैन होला, अझै हाल्नुपर्छ हो। अझै तेल हाल्दियो मजाले, बस हुन्छ। यति भयो भने चाहिँ अब हाल्दिने नुन स्वाद अनुसार, एकदम चकिलो। यो हाल्दियो हो। त्यसपछि हाल्दिने यो गोटा लसुन, क्या कस्तो दामी हुन्छ यो चाहिँ पाकेपछि। त्यसपछि हाल्ने मिट मसला मजाले सबै हाल्दिम। मिट मसला, जिरा पाउडर, जिरा पुग्दैन एउटा, अलिक भक्कु क्वान्टिटीमा छ कि। त्यसपछि हाल्नु छ चिल्ली पाउडर, सकिएको रहेछ। त्यसपछि चिल्ली पाउडर पिरो बनाउने हो, रातो है, सबै हाल्दियो। त्यसपछि हाल्ने हल्दी, मजाले हो। त्यसपछि यसलाई मजाले यसरी मोल्ने हो। यसरी मजाले मोलेर चाहिँ बस यतिको भइसक्यो भने चाहिँ अब यसलाई मजाले बसाइदिने। आगोमा बसाइदिएको छु ग्यासमा, आगो पनि बालिदिए हो। अब यो पाक्छ मजाले। हाम्रो चखना बसाएको थियो, अहिले त्यो पाक्दैछ हो। पानीहरू चाहिँ केही नहाल्नु हो। रङ्गत हेर्नु क्या दामी, अहिले पाक्यो भने चाहिँ एकदम झकास बबाल हुन्छ क्या, एकदम दामी। चलाइदिने हो, छोप्नु पर्दैन, पानी निस्किहाल्छ यहाँबाट। मजाले चखना पाक्दैछ हैन। यहाँ हेर्नुहोस् रङ्गत, पानी केही नहाल्ने, छोप्नु पनि पर्दैन कि। यसरी मजाले पाक्दै गर्छ, चलाइदिनु। पाक्दैछ हाम्रो चखना चाहिँ हो। यसको कम्बिनेसन झन् रोटी चिउरा है, नभए त मुरै। वाह क्या दामी हुन्छ। फाइनली हाम्रो चखनाले यसरी अहिले तेल छोडिसकेछ हो। तेल मसला हेर्नुहोस्, कलर दामी नासिन्छ कि तल, अलिक चलाउँदै गर्नुपर्छ बिचमा। अब अलिकति फाइनली चखना हाम्रो रेडी भएको छ हैन। हेर्नुहोस् है, दामी क्या है, जबरजस्त है। यस्तै दामी दामी भिडियोहरू ल्याउँछु हैन, यति दामी दामी रेसिपी। तर तपाईहरु के गर्नु, सब्स्क्राइब गर्दैन हो। सब्स्क्राइब गरिदिनुहोस्, यति दामी दामी हो रेसिपी लिएर आउँछु। अब बाइ बाइ, नेक्स्ट भिडियोमा भेटौँ।